स्वागत छ सबैजना नयाँ भ्लगमा। अनि आज फाइनली मैले लङ टाइममा चाहिँ युट्युबमा चाहिँ नयाँ च्यानल खोलेर अनि नयाँ भ्लग फर्स्ट भ्लग मेरो च्यानलमा म नयाँ भ्लग बनाएको छु होइन। अनि आज डेट 21 गते वैशाख 21 गतिबाट मैले अफिसियली च्यानलमा चाहिँ नयाँ भ्लग हाल्न लगाएको छु होइन। अनि सो आज चाहिँ हामी कटिङ चाहिँ नुवाकोट जान लागेको छौँ। भान्जाको बर्थडे छ अनि हामी कतिजना छौँ, 4 जना, मामा है दाइ अनि म चाहिँ हामी कतिजना छ बर्थडेमा छु। अहिले चाहिँ 4 बजेको छ पहिला हेर्दा। अनि हामी चाहिँ तपाईँलाई हेर्दा कन्फिडेन्ट लो हुन्छ क्या, जलवा है हमारा। मामाले चाहिँ अङ्कलको बाइक लानु भएको छ। सो अङ्कलको बाइकको हामी कुदाएको छु। अङ्कलको बाइक जानु सो जहाँ पुग्छु होला। सो अङ्कल चाहिँ आइपुग्नु भइसक्यो अहिले। हामी चाहिँ अब निस्किनु लाग्यो बस्छौँ। सो हामी चाहिँ अब निस्किनु लाग्यो यहाँबाट। अङ्कल भोक आइपुग्नु भयो। सो मामाहरू चाहिँ पेट्रोल हाल्नुभयो, यहाँ पेट्रोल हाल्नु उता हुनुहुन्छ। अब यता सँगै जान्छ हामी चाहिँ होइन, त्यही हो। लागिरहेको छ अहिले होइन। अनि यो बाइकको चाहिँ के भयो अरे, ब्रेक तातेर ब्रेक लगाएर भन्दाखेरि रोकेको हामीले छैन। लान खतरा है, टिफर चाहिँ हुन्छ। जो हामी चलेको होला उडेर अघि नै बेकार चल्न कहाँ है गाडी चल्दैन गाडी बेला हामी चल्छ सर है। फाइनली हामी चाहिँ ट्याक्सी बसेको छौँ फेरि। चल्न चल्न म चाहिँ बस जस्तो गाह्रो भइसक्यो हजुर। तिन्न भइरहेको नि कान बोतामाले दिन्न नि बरु। कस्तो फिल भयो तपाईँलाई? कानमा तपाईँलाई कस्तो फिल भयो तपाईँलाई? गाह्रो भयो यस्तो ला मात्रै भित्र हावा हान्दो रहेछ क्या, हाँडा हावाले हान्ने क्या, चिसो आउने हो र। तल त तातो म त होडी लाएर चाहिँ निस्केको यहाँबाट। अनि अझै टाइम लाग्छ लगभग 2-3 घन्टा बाइक आउँछ। अब रात परेछु है, रात पर्छ गाडी अप्ठ्यारो बाटो छ लास्टको लाग्छ। अब पुग्दाखेरि चाहिँ गाडीहरू मर आउँछ होला। अब गाइड साथीले हामी चाहिँ 6 आइपुगेका छौँ। अनि यहाँ चाहिँ हामी केक किन्न रोकेको पसल चाहिँ तल छ अरे चोकमा। बेकरी छ, बेकरी केक छ कि थाहा छैन मलाई होइन। म चाहिँ केक सुन्नु गएको ल यहाँ है चल्दिएको लम्बस है। कोड हुन्छ, केक छ होला हामीसँग। कति टाइम लाग्छ? 10-15 मिनट, आधी घन्टा लाग्छ अरे। मैले के थाहा छैन क्या, त्यो दाडी लाग्छ। टोपी किन्दे एक केकलाई मलाई त नि कपाल यत्रो राम्रो है। केक गर्न कति टाइम लाग्छ? त्यही हो। हामी चाहिँ अब खाजा खान जान लाग्यो। हामी चाहिँ भोक चाहिँ तरै रमाइलो भइरहेको छ। बिहान कति बज्यो भन्दाखेरि बिहान म चाहिँ मैले 12 बजी खाना खाएको थियो। त्यहाँबाट चौचो खाएको थिएँ, त्यति पसलमा आएको थियो। त्यहाँबाट एउटा चौचो दिँदैन बारीबाट। म चाहिँ भोकमा लास्ट गाह्रो भइरहेको छु। खाजा यस्तो हालेर अनि हामी चाहिँ केक बनाउन आधी घन्टा लाग्छ होइन भनेको खाजा खान्छ हिँडिहाल्छ। अब चाहिँ हामी चाहिँ अब चिया खान चिया भनेको चाडा छ
रात अवस्था कालो देखिरह यसो म त देखाएको छैन होला है क्यामेरा कालो हो यो त उबाटै त्यो नयाँ पुलबाटै रातभरि चाहिँ मेरो क्यामेराले खासै देखिँदैन मान्छे रेडमी Note म्याक्स हो त्यही पनि अदरवाइज क्यामेराको जुम पनि हुन्छ आइफोन होइन मेरो सो कम्प्रोमाइज गर्नु होला म कालो छु देखेको छैन होला आवाजले चिन्नु होला फाइनली हामी चाहिँ चिया दन्काएर चिया बिस्कुट आपसुट तानेर अनि अब त्यहाँ केक लिन्छौँ हामी यताबाट सो अब केक लिएर हामी यहाँबाट सर जान्छौँ अब केक चाहिँ मैले समाउन पर्ने सो मैले क्यामेरा चाहिँ बोक्नु पाइँदैन यहाँ केक समात्नु पर्ने हुन्छ सो अब म सिधै अब घर पुगेपछि मोबाइल कुद्छु यहाँ आधारमा मेरो अनुहार पनि देखाएको छैन होला अब घर गएपछि हेर्छु तपाईँहरूलाई त्यही हो स्पेलिङ भन्नुहुन्छ भान्जाको आप कहाँ थे ज्ञानी बाबा ENJ JAA हाल्ने जाऊ फेरि जाने भन्छ नाम हेर्नु भन्छ जस्तो भन्नु पर्दैन बर्थडे आउँदैछ नि फेरि अनि यो ह्याप्पी बर्थडे भन्छ सो केक भइसक्यो अब हामी चाहिँ केक म बोक्छु अनि हामी चाहिँ जान्छौँ कसरी जान्छौँ कसरी होइन हामी चाहिँ बोरी भन्ने ठाउँ आइपुगेको छौँ अब यहाँबाट अफरोड छ पुरै यति हामी अफरोडै आयो एक ठाउँमा चाहिँ मले आप कहाँ थे ज्ञानी बाबा फाइनली म चाहिँ यता अहिले यता बोरी आइपुगेको छु अनि अन्नमा चाहिँ लाइट बल्दै हुन्छ सो अब हामीलाई अझै टाइम लाग्छ हामी जानु चाहिँ होइन ठिकै छ त्यही हो धन्यवाद तपाईँलाई लाइट बलिदिनु भएकोमा हामी चाहिँ फाइनली आइसकेको छ अहिले यता भर्खर आइपुगेको हामी चाहिँ अनि अब आएर छौँ मामा कस्तो फिल भयो बाटो कस्तो थियो रोहनले त्यो ठाउँ झन्डै लडेको थियो त्यति मात्रै हो आमाले बाइकबाट आमाले होइन कसरी बाटो होइन ओर्ले भने तपाईँलाई सजिलो त्यही हो अब रोहनले रोहनले चाहिँ ओइ भनेर झन्डै उत्तालाई थाहा छ अनि मेरो बाइक चाहिँ दुईचोटि ब्रेक फेल भयो आज पछाडिको तातेर होइन झन्डै गएको हामी ओह्रालो म अङ्कलै थाहा हुन्छ तातिँदो रहेछ ब्रेक त्यही हो अब हामी आइसकेको छौँ अब घर केक चाहिँ काटिन्छ भित्र अब भान्जा भित्र भान्जा चाहिँ हामी छेउमा परेको छैन अब नजिकै भएर होला हामी चाहिँ भएछन् बाटो चाहिँ ड्याम यस्तो रेन्जर थियो बाटो होइन बाटो चाहिँ सोच्न नसकिरहेको थियो क्या यस्तै गाह्रो थियो आउनु त आयो अब यस्तो स्पिड हाल्यो भने ढलान छैन फेरि अफरोडिङ छ क्या फेरि यता नहेर्नु ल मलाई लाज लाग्छ क्या त्यही हो अप्ठ्यारो थियो बाटो एकदम अप्ठ्यारो छ होइन यस्तो भइहाल्छ तर होइन रोहनको रन्जीको गर्लफ्रेन्ड भन्ने यति भने जस्तो लाग्यो कहाँ भन्दा अनि हाम्रो स्मृतिजीको घर पनि यति कहाँ हो यता फोकस गरेर त फोकस गरेर के देखेँ मामालाई सोध्नु मामा रन्जीले सोध्नु उसले भेटे मान्छे हो ठिकै छ त्यही हो अब केक चाहिँ काटिन्छ अब खाना सुतिन्छ 45 केक चाहिँ काटेको सानो क्लिप हाल्छु म अनि वासरुम गएको छन् वासरुम टु यु भान्जा ह्याप्पी बर्थडे टु यु देखाइदिनु टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे यु भान्जा ह्याप्पी बर्थडे टु यु खाने काममा त नै भन्नु हुँदैन भन्छ छोइ नै पुग्छ मम्मी उसलाई जबरजस्ती खानु पऱ्यो लाइटर बालेको यहाँ ए सबै अङ्गहरू नचल्ने खालको रहेछ रन्दै जान अनौठो रहेछ नयाँ चिज केक चाहिँ काट्नु सबै काम भइसकेको छ अहिले सो अब केक काट्यो सकाएर गिफ्ट सिफ्ट काम गरिदिएर अब हाम्रो खाने काम हुन्छ अनि भान्साको चाहिँ हाम्रो नजिक
पर्दैन भात चाहिँ बनाउँछ होइन त्यही हो खाएको छ हुन्छ अनि मस्त सुतिन्छ यो भिडियो चाहिँ म अब भोलि काठमाडौँ फर्केर सपोर्ट गर्छु फाइनली चाहिँ रातिको 12:30 भइसकेको छ होइन अवश्य हामी सुत्नु लाग्यो 12:30 भइसक्यो होइन त ड्याड चाहिँ निकाचिन गर्दै हुनुहुन्छ भोलि बिहानै उठ्नु भन्छ अनि भोलि बिहान उठेर फेरि काठमाडौँ चल्नु मन छ सरर काठमाडौँ चल्नु मन छ भने चाहिँ होइन ब्यागमा होला बाहिरबाट ब्याग लिनु जाँदा पहिला बुन्दिले कसैले चुट भन्दा रहेछ हाँसुटेर मलाई त सक्छ अचम्म कहाँ आइपुग्यो भन्नु थाल्यो क्या त्यही हो अब सुतिन्छ अनि भोलि बिहान फेरि काममा जानु भन्छ अब त्यही हो भोलितिर भेटौँ ल त्यस्तै हो बाई बाई गुड नाइट सी यु नेक्स्ट भिडियो